सबैजनामा फेरि पनि नमस्कार। मैले चाहिँ फेरि एउटा सानो जानकारी दिउँ भनेर आएको थिएँ हैन। जुन सेप्टेम्बर 8 जुन गएको भदौ 23 गते जेनजी प्रोटेस्ट भएको थियो। अनि त्यो प्रोटेस्टमा चाहिँ अनि एउटा सेतो जुत्ता जुन रगतले लतपतिएको जुत्ता थियो, त्यो जुत्ता चाहिँ मेरो हो भनेर मैले हजुरहरूलाई जानकारी दिन चाहेँ हैन। मैले मेरो हो भनेर भनिरहनु पनि आवश्यकता थिएन। तैपनि अब जुन जेनजी ग्रुपहरूले हाम्रो प्रोटेस्ट गर्ने हाम्रो ग्रुपहरूले हैन, जेनजीले नै त्यो जुत्तालाई एउटा जेनजीले लगायत सबैजनाले त्यो जुत्तालाई एउटा रेभोल्युसनको एउटा सिम्बल मानेको छ। जेनजीको रेभोल्युसनको एउटा सिम्बल मानेको छ हाम्रो हैन, मानेको छ। सबैले मानेको मैले सामाजिक सञ्जालमा पनि देखिरहेको छु हैन। अनि त्यो जुत्ताको चाहिँ हकदार चाहिँ म हो, मालिक म हो त्यो जुत्ताको हैन। त्यहाँ भन्नुपर्दा चाहिँ कस्तो भयो भनेपछि संसद भवन अगाडि पहिलोचोटि गोली चल्दाखेरि पहिलोचोटि गोली खाने म नै हो हैन। पहिलोचोटि गोली चल्दाखेरि पहिलोचोटि गोली खाने म हो। मेरो देब्रे खुट्टाको माथि र थाइमा गोली लागेको थियो। अनि गोली लागेर मेरो यो हड्डी नै भाँचिएको थियो। अनि हड्डी नै भाँचिएर म लड्ने क्रममा चाहिँ हाम्रो एम्बुलेन्सको रेस्क्यु टिमले मलाई उठाएर लग्दै हुनुहुन्थ्यो। अनि लग्दा म एक दुईचोटि उठाएर कहिले खुट्टामा सर्नु भएको थियो, कहिले माथि जिउमा सर्नु, लग्दा म चिप्लिएको थिएँ। चिप्लिँदाखेरि चाहिँ अनि मेरो जुत्ता चाहिँ त्यहीँ नै झिकेर फालिदिनु भएको थियो। जुत्ता निकाल्दै भनेर फालिदिनु भएको थियो हैन। अनि मलाई ल्याएर एम्बुलेन्समा हाल्नुभयो। एम्बुलेन्समा हालिसकेपछि मलाई यहाँ सिधै नेसनल ट्रमा सेन्टरमा ल्याएर इमर्जेन्सीमा ल्याउनु भयो। मलाई सबै कुराहरू याद छ, बाटोमा आएको कुराहरू पनि याद छ, मलाई ट्रमा सेन्टरमा ल्याएको पनि याद छ, म इमर्जेन्सीमा आएको पनि याद छ हैन। अनि आइसकेपछि चाहिँ मलाई इमर्जेन्सीमा राख्नुभयो र मेरो फर्स्ट एड ट्रिटमेन्टहरू गर्नुभयो, सबै कुराहरू हैन। मेरो यो तल लगाएको ट्र्याकहरू काटेर च्यातेर फाल्नुभयो। दाहिने खुट्टाको जुत्ता, त्यो जुन सेतो जुत्ता दाहिने खुट्टाको जुन बचेको थियो त्यो पनि निकालिदिनु भयो त्यहीँ हैन। निकाली फर्स्ट एड ट्रिटमेन्ट गर्नुभयो र मलाई तुरुन्तै मेरो यो गोली लागेर माथि खुट्टा भाँचिएको मात्रै नभएर मेरो यो देब्रे खुट्टाको आर्टरी भेन दुईटै ड्यामेज भएको हुनाले यो देब्रे खुट्टा तलतिर नचल्ने भएको डक्टरहरूले खुलासा गरिसकेपछि तत्कालै अपरेसन गरेर 9 देखि 10 घण्टाको अपरेसन गर्नुभयो उहाँले। उहाँको ठुलो लामो सङ्घर्षपछि चाहिँ 10 घण्टाको 8 देखि 10 घण्टाको अपरेसनपछि चाहिँ मेरो खुट्टा बज्न सफल भएको छ। मेरो जुन खुट्टामा ब्लड सप्लाई भएको थिएन हैन, आर्टरी भेन ड्यामेज भएर अनि त्यो खुट्टामा चाहिँ अहिले ब्लड सप्लाई भएर सर्कुलेसन भएर अहिले मेरो खुट्टाहरू बिस्तारै एक्टिभेट हुँदैछ, बिस्तारै चलिरहेको छ हैन। अनि अपरेसन भइसकेपछि म आइसियुमा 14 दिन भएँ। म आइसियुमा 14 दिन मेरो बसाइ भयो। त्यो आइसियुको 14 दिनको बसाइ कस्तो दर्दनाक थियो भन्ने कुरा, कति दुखाइ थियो भन्ने कुरा त्यो कि मलाई थाहा छ, कि भगवानलाई थाहा छ, र कि त म जस्तै घाइते साथीहरू जसले म जस्तै पीडा सहनु भएको छ। कोही घाइते भएर, कोहीले हात खुट्टा गुमाएर हैन, कसैको गर्दनमा गोली लागेर, कसैको गिदी निस्किएर हैन, टाउकोको उपचार गर्दै हुनुहुन्छ, कोही घाँटीको उपचार गर्दै हुनुहुन्छ। उहाँहरूलाई थाहा होला यो दुखाइ कस्तो हुन्छ भन्ने कुरा। त्यो म लगायत मेरो घाइते हुने टिम र स्वयं भगवानले नै बुझ्नु भएको होला हैन। 14 दिनको आइसियुको बसाइमा मोबाइल चलाउन पाउँथेन, मोबाइल पनि थिएन हामीसँग हैन। अनि मोबाइल नहुँदाखेरि चाहिँ अब मलाई थाहा पनि थिएन। जब म 14 दिन आइसियुबाट डिस्चार्ज भइसकेपछि अनि म अहिले एसडियुमा आएको 3 दिन भयो हैन। एसडियुमा आउँदाखेरि चाहिँ मैले मोबाइल पाइसकेपछि हेर्दाखेरि सामाजिक सञ्जालमा त्यो जुत्ता भाइरल भएको रहेछ हैन। त्यसलाई चाहिँ एउटा जेनजीको प्रतीक मानिएको रहेछ हैन। सेतो जुत्ता रातो रगतले लतपत भएको हैन, अनि भएको रहेछ। अनि हेर्दाखेरि चाहिँ अनि यो जुत्ता मैले फोटो हेरिसकेपछि जुत्ता त मेरो नै हो भन्ने कुरा मलाई महसुस भयो। मैले यो जुत्ता मेरो नै हो भनेर यतिकै पनि भनिरहेको छैन कि मसँग फोटोदेखि लिएर भिडियोदेखि लिएर हैन, यो जेनजीको प्रोटेस्ट हुनुभन्दादेखि प्रिभियस भिडियोदेखि लिएर प्रिभियस फोटो छ मसँग हैन। अनि जुन जेनजीमा आन्दोलन हुँदाखेरि नै गोली लाग्दाखेरि त्यो जुत्ता लगाएको, त्यो ट्र्याक लगाएको भिडियो पनि छ मसँग, गोली लाग्दै गरेको भिडियो पनि छ, किनकि मेरो साथीले भिडियो बनाउनु भएको थियो। मैले यति नै जानकारी दिनलाई चाहिँ म यहाँ एकैछिन भिडियो बनाइरहेको थिएँ हैन। त्यही हो, धन्यवाद हैन। मैले यो नाना थरी मेरै हो भनेर मैले हक जमाउनु पनि हक जमाएर मैले सोशल मिडियामा भन्न पनि जरुरी थिएन। तर सत्य कुरा के हो भन्ने कुरा चाहिँ मलाई भन्न मन लागेर, जिज्ञासा लागेर भनेको हो मैले हैन। अनि कति साथीभाइहरूले मृत्यु भएको रहेछ हैन, अनि उहाँहरूले
उहाँहरूले पनि मेरो हो जुत्ता भन्ने टाइपको क्लेम गर्नुभएको रहेछ होइन। अब कसरी भन्नु के गरेर भन्नुभयो त्यो मलाई थाहा भएन होइन। तर रियालिटी भन्नुपर्दाखेरि त्यो जुत्ता चाहिँ मेरो हो है। जुन सेतो जुत्ता रातो रगतले लतपत भएको छ, बानेश्वरमा त्यहीँ छुटेको थियो। म यति नै जानकारी गराउन चाहेँ। अझै पनि म एसडियुमा छु। आइसियु यता आइसियुबाट सिफ्ट भएर नेसनल ट्रमा सेन्टरको एसडियुको 221 नम्बरको बेडमा चाहिँ म अझै पनि यहीँ छु होइन। दुखाइसँग लडिरहेको छु होइन। अब बिस्तारै ठिक हुन्छ भन्ने आशा पनि छ होइन। बिस्तारै खुट्टा पनि चलिरहेको छ मेरो होइन। अब त्यही हो। सबैजनालाई धेरै धेरै धन्यवाद है। सबैजनाले माया गरिदिनु भएको छ होइन। अनि त्यही नै हो। म अहिले बिदा हुन्छु। हस्, नमस्कार।